तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले टाइगर कप विजेता गण्डकी प्रदेशका भलिबल खेलाडीलाई बधाई मात्र दिएनन्, उनीहरूलाई नियमित प्रशिक्षण अनि जागेको पनि आश्वासन दिएको थियो। अब एकदमै उत्साहपूर्ण त हुने नै भयो त्यति बेला त्यसपछि माहौल, होइन? तर नेताहरूले दिएका ती आश्वासन के पुरा हुन्थे र? नियमित प्रशिक्षणको कुरा त छाड्नुहोस्, अहिले त्यो टिमका अधिकांश खेलाडी खोज्नुहोस् त कहाँ छन्? अधिकांश गुमनाम छन्। 2022मा दोस्रो संस्करणको टाइगर कपमा भने गण्डकी अझै निराश हुनु पर्यो। 1 वर्ष अगाडि च्याम्पियन बनेको टिममा उथल पुथल भइसकेको थियो। को कता पुग्यो कसैलाई थाहा थिएन, किनकि कोही विभागतर्फ लागेका थियो भने कोही विदेशमा। त्यसैले युवा खेलाडीहरू खोजेर ल्याइयो टिममा। हिमाल सुनारी, अहिलेका रवि केसी जस्ता युवा खेलाडीहरू पहिलो पटक टिममा आउन पाएका थिए त्यतिखेर गण्डकीको। 17 वर्षका मोहम्मद मिया, 18 वर्षका देव राणा, 19 वर्षका सन्तोष थापा अनि सफल विकल्प तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले टाइगर कप विजेता गण्डकी प्रदेशका भलिबल खेलाडीलाई बधाई मात्र दिएनन्, उनीहरूलाई नियमित प्रशिक्षण अनि जागेको पनि आश्वासन दिएको थियो। अब एकदमै उत्साहपूर्ण त हुने नै भयो त्यति बेला त्यसपछि माहौल, होइन? तर नेताहरूले दिएका ती आश्वासन के पुरा हुन्थे र? नियमित प्रशिक्षणको कुरा त छाड्नुहोस्, अहिले त्यो टिमका अधिकांश खेलाडी खोज्नुहोस् त कहाँ छन्? अधिकांश गुमनाम छन्। 2022मा दोस्रो संस्करणको टाइगर कपमा भने गण्डकी अझै निराश हुनु पर्यो। 1 वर्ष अगाडि च्याम्पियन बनेको टिममा उथल पुथल भइसकेको थियो। को कता पुग्यो कसैलाई थाहा थिएन, किनकि कोही विभागतर्फ लागेका थियो भने कोही विदेशमा। त्यसैले युवा खेलाडीहरू खोजेर ल्याइयो टिममा। हिमाल सुनारी, अहिलेका रवि केसी जस्ता युवा खेलाडीहरू पहिलो पटक टिममा आउन पाएका थिए त्यतिखेर गण्डकीको। 17 वर्षका मोहम्मद मिया, 18 वर्षका देव राणा, 19 वर्षका सन्तोष थापा अनि सफल विकल्प